नमस्ते सबैजना साथीहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत गर्न चाहे। आशा छ सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम आराम भएको जानकारी गराउन चाहे। अब हिजो एकदम थका लागेको थियो। बिहान 9 बजे उठेर हिजो बिहान पनि कति बेर खाइएन, बेलुका पनि खाइएन र आज बिहान 3 छाको साथ हामीले आज खाना खाँदैछौँ। डल्लो र मैले एकदम मेहनत गरेर पकाइहा। यो चाहिँ हाम्रो यो मुसुरानी दाइले चाहिँ हाम्रो तराईतिरबाट ल्याइदिनु भएको त्यो दानावाला मुसुरा रहेछ। अब पिन्न आएन के मलाई। यो चाहिँ साग, यो चाहिँ हिजो पेटभरि बनाएर खाम्ला भनेर ल्याएको माछा अब मिसले अत्ताउनु भयो। अनि यो चाहिँ हाम्रो स्पेसल मासु हो, तपाईहरुलाई थाहा छ भन्दिनँ म। यो चाहिँ सलाद, यो चाहिँ मलाई चाहिँ एकदम मेरो फेभरेट मोही। ल सुरु गरौँ है त। अब सुरु गरौँ ल। पहिला म त देब्रे हो के रे साथीहरु। अब आफै दाल हालेर खाऊँ है। अहिले भिडियो गीत गर्दै खानु होला नि। ल हामी नै हो जुठो हालेरै खाऊँ ल। यो चाहिँ हाम्रो रिवाजको र रिवाजको बेस्ट खाना। टाढा भयो क्या हो त्यो भिडियो नै। ल फर्स्ट बाइट खाए ल। भित्रको अन्त बाहिरको आवाज धेरै आउँछ। हामीसँग माइक छैन। हिजो बिहान कतै जाने हैन, या कतै जाने राम्रोसँग पकाएर खाने भनेर यति धेरै खानेकुरा जम्मा गरे। 2 जना भए पनि घर जान सकिएन भनेर खाने भनेको त अचानक ल जाम भन्ने गर्नु मिसहरूले त्यस्तो भन्नु भएर साथीहरूले त्यस्तो भनेर जाउँ भनेको त जे खाना पाएन। भोक गएर भोक भएर 2टा कुरकुरा र एउटा पानीको भरमा अहिले त इको भिलेज भन्ने ठाउँमा गयो। दाजु ल्यायो एउटा चम्चा ल्यायो। मेरो फेभरेट नजिकबाट देखिएन कि अलि देखिएला नि है। मलाई त बात गर्दै खाने साथी पाए पो मजा आउँछ। यस्तो साथी त कसैले यताउता हिँड्दा घरमा खाना पर्दा यस्तो साथी कसैलाई नपरोस्, यत्तिकै हो। बात गर्दै खाने मान्छे पाए पो खाना नि पच्छ। मैले पिरो चाहिँ एकदम कम राखेको छु किनभने अब त्यस्तै हो नि त, उमेर पुगिसकेपछि अब जे पाए त्यही खानेकुराहरू पच्दैन। अनि त्यही भएर चाहिँ एकदम पिरो कम। चिल्लो चाहिँ अलि हुन्छ मेरो खानेकुराहरूमा चाहिँ। पिरो चाहिँ आजभोलि चाहिँ मैले एकदम कम गर्ने गरेको छु। कोही साथीहरूलाई मेरो घरमा आएर पिरो खानु मन लाग्छ भने फेरि डल्ले खुर्सानीको अचार छ नि, 1 डब्बा ठ्याम्मै बनाएर राखेको छु।
이거 हिजो 9 वर्षमा घर जाउँ जस्तो लाग्थ्यो। अब घर जान आउनु एकदम गाह्रो। जान थियो अहिले गाउँतिरको बाटोहरू बन्दै छ नि त। लगभग दसैँसम्म त हाम्रो गाउँ पुरै A to Z पिच हुन्छ होला। तर गएन, तर जानु पनि भएछ जस्तो भएको है। यस्तो दुःख पायो। तर अब अरू दिनमा गयो भन्दा त हिजो गएको मलाई एकदम ठिक लाग्यो। अब त रित्तो खाली हुँदा हिजो स्पेसल दिन, अब त अलिअलि कि त 9 वर्षमा अलिअलि भिडभाड त भइहाल्छ। माछा है। युट्युबमा फुड च्यानलले यति खाना राखेर कसैले खान्छन् होला क्या। यो आमा टन्नै भयो नि। मलाई नि भयो अब त भन्यो। आउने त सुरै गर्दैन त के हो। एउटा दुइटा खाऊँ कि भनेको त। बाबु भएको भए चाहिँ हामी फेरि यो खाइन्थेन, किनभने बाबुले खान्न नि त। बाबुलाई चाहिँ खालि धेरै ब्रोइलर मनपर्ने, हामीलाई चाहिँ ब्रोइलर फेरि धेरै मन नपर्ने। फिर खा म भन्दा पनि ढिलो भयो त ठाडो गरेर खायो। भिडियो हाल्यो अन्त पुरा गरिहाल्छ नि। तीन छाकको साटो बल्ल एक छाक खायो। भोक पनि टरेको तर नेपाली हो, भात त जति बेला दिए पनि पुग्दो रहेछ। माछा आमाले भिडियो देख्नुभयो भने आफै मात्रै खा, डलर देखाइन भन्नुहुन्छ। मिठो हुँदो रहेछ है दाल त।
जति अगाडि यति भात सक्न पर्यो। छिटो खाना धेरै मलाई दियो कालो छ भिडियो छ। यहाँ क्यामेरा लगाएको भए कुरुङ 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 आवाज आउँथ्यो होला। यहाँ क्यामेरा र यहाँ माइक लगाएको भए सलाद खा। माछा खान्न म पनि। त्यो टन्न भयो है किन हो? धेरै भएर नि दाजु। मान्छे फुड च्यालेन्ज कसरी गर्छन् होला यही भगवान्। निर्मला हुन्छ होइन हम गरेर सास नगरी सास त भेट्छ होला। 6 मिनट भन्न यसले पढेको 6 सेकेन्ड मिनेट 7 मिनेट। अहिले सिग्लेसमा यसरी नै थाल चाड्दाखेरि अनि कस्तो जिस्काएको थियो मलाई। के हुन्छ थाल चाट्न होइन ल डल्लोले यति राख्यो। मेरो चाहिँ म त आफूले लगाएको खानेकुरा होस् कि जेसुकै होस् आफ्नो काम पनि म एकदम मलाई निन्द्रा लाग्दैन। मलाई आत्मा सन्तुष्टि नै हुँदैन आफ्नो लगाएको काम पनि पुरा नगर्नेसम्म। खाना पनि म आफ्नो भाग चाहिँ आफूले लगाएको भाग चाहिँ सीमितै पार्दिनँ। अर्काको खानामा चाहिँ म आँखा लगाउँदिनँ। तर आफूले लगाएको खाना चाहिँ म एकदम जसरी पनि सक्ने नै हो। बरु खाने बित्तिकै दौडिने यताउता गर्न जान्छु। तर मलाई चाहिँ आफूले लगाएको खाना चाहिँ मैले सीमितै पार्छु। ल साथीहरू अब देखाएँ। अब मिलेसम्म भ्याएसम्म बिस्तारै बिस्तारै तपाईँहरूलाई यस्तै भिडियोहरू देखाउँदै ल्याउने छौँ। लाइक कमेन्ट सेयर सब्सक्राइब नै गरिदिनु हुन्न मलाई लाज आउँछ क्या। भिडियो पोस्ट गरेर 4-5 सर्ट भिडियोहरू हाल्यो अथवा त टिकटकको सर्ट भिडियोहरू हाल्यो भने चाहिँ 1K 2K आउँछ। टिकटकमा बरु चाहिँ भिडियो अलिअलि लाइकहरू आउँछ। युट्युबमा त 50 भ्युज नै आउँदैन। कमसे कम चिनेको मान्छेहरूले त लाइक कमेन्ट सेयर सब्सक्राइब त गरिदिनुहोस्। कमेन्ट गरिदिनुहोस्। चिनेको मान्छेहरूले त अब नचिनेकोहरूले त ल ठिकै छ। देश विदेश पुग्न लायक मेरो भिडियो छैन माने मैले होइन त्यस्तो लायक भिडियो छैन। तर कमसेकम चिनेको दाइ दिदीहरू चिनेको साथीहरू चिनेका आफन्त शुभचिन्तकहरूले त कमसेकम एउटा कमेन्ट फ्याट लाइक एउटा सब्सक्राइब त गरेर गइदिनुहोस् होइन। ल आजलाई यति नै। पछि पनि समय भ्याएसम्म र मिलेसम्म म भिडियोहरू ल्याउने नै छु। जस्तो भिडियो ल्याउने छु यही भिडियो भनेर म पक्का गर्दिनँ। जस्तो भिडियोहरू ल्याउने नै छु भन्दै आजलाई यति नै। हस्त धन्यवाद। अन्तिममा लाइक कमेन्ट सेयर र सब्सक्राइब त फेरि पनि भने गरिदिनु चाहिँ नभुलिदिनु होला। बाई।